आजदेखि टक्राएँ आफू मरेर गए तापनि यी नानी बाबुहरू भोलि सडकमा नजाउन् तपाईँको हातमा छ ठुलो जिम्मेवारी दिएर म सक्दिनँ होला नि त। होइन अब त्यो सक्नै पर्छ। सम्पूर्णमा नमस्ते। आज चाहिँ म फेरि पनि दाइको आश्रममा आइसकेको छु। योभन्दा पहिला आएको थिएँ, त्यति बेला चाहिँ मैले आफ्नै आर्थिक सहयोग लिएर आएको थिएँ भने आज चाहिँ हाम्रो सहयोगी महानुभावहरूबाट रकम सङ्कलन गरेर आएको छु र सम्मानको लागि हाम्रो दाजुलाई धेरै धेरै धन्यवाद। र यहाँनिर मैले रकम सङ्कलन गरेर आउँदै गर्दा चाहिँ एक दुईजनाले टिप्पणी दिनुभएको थियो, विशेष गरी यो रकम चाहिँ उहाँकै घर धनीलाई दिनु होला भनेर। होइन, मान्छेले सहयोग कसैबाट सहयोग लिन चाहिँ रहर होइन है, बाध्यता हुन्छ पहिलो कुरो। होइन, रहरले कहिले पनि मलाई दिनुहोस् भनेर कहिले पनि भन्दैन र दाइले एकदम विपद अब एकदम आपद परेर मात्रै मलाई भन्नुभएको थियो। दाइ त्यति बेला रुनु मात्रै सक्नुभएको थिएन। होइन, घर भाडा तिरेको छैन, म समयमा मैले तिर्न सकेको छुइनँ। मानिसहरूले मलाई हरेक आरोप लगाउँछन्, आरोपले बच्चाहरूको पेट भरिँदैन भन्दै हुनुहुन्थ्यो। त्यो अनुभूति, त्यो महसुस मैले पनि गरेको थिएँ। र यो रकम चाहिँ 1 लाख रुपियाँ रहेको छ। यो रकम चाहिँ मैले चुलाचुली दौरे बुवाको घर बनाउँदै गर्दाखेरि सहयोगी महानुभावहरूले पठाइदिनु भएको रकम हो। मैले त्यही रकमलाई सङ्कलन गरेर यता र उता बाँड्ने निर्णय गरेर आज 1 लाख रुपियाँ चाहिँ यहाँनिर केही सहज हो, यो रकमले चाहिँ सहज हुन्छ भनेर यो 1 लाख रुपियाँ रकम चाहिँ म यहाँनिर दाइलाई हस्तान्तरण गर्न आएको छु। घरपेटी दाइलाई। यता चाहिँ घरपेटी दाइ हुनुहुन्छ। तपाईँहरूले अब धेरैजनाले जिज्ञासा जनाइराख्नु भएको थियो, घरपेटी दाइ हेरौँ, घरपेटी दाइ हेरौँ भनेर। तपाईँको शुभ नाम? मेरो हरिदास श्रेष्ठ। हरिदास श्रेष्ठ। तपाईँ यो जग्गाको धनी हुनुहुन्छ। जस्तै तपाईँले चाहिँ वार्षिक कति लिनुहुन्छ यहाँबाट? वार्षिक अब मेरो चाहिँ यो जम्मा 7 रुपियाँ जग्गा छ। हजुर। होइन, वार्षिक चाहिँ 6 लाख भनेर उहाँसँग कति वर्ष भयो दिनुभएको? अब पहिला दिएको त 10 वर्ष एग्रिमेन्ट गरेर दिएको। उहाँ 72 सालमा आउनुभएको थियो भूकम्पपछि। अनि उहाँलाई चाहिँ पहिले 10 वर्ष एग्रिमेन्ट गरेर दिएको थिएँ। यो 82 सालमा चाहिँ उहाँको 10 वर्ष पुरा भयो। होइन, मैले पनि अब उहाँ अब यस्तो आफै अपाङ्गता हुनुहुन्छ र अनाथ बच्चाहरूलाई पाल्नु भएछ उहाँले। र मेरो जग्गा त अब अरूले पनि भाडामा ल्याऊ मलाई, होइन, म चाहिँ मन्थली 80 दिन्छु भनेर आएको थियो। र उहाँको उहाँ पनि आफै अपाङ्गता र बच्चाहरूको मुख हेरेर उहाँको मुख हेरेर मैले फेरि 5 वर्ष थपिदिएँ कि एकदम। अब यस्तै अब तपाईँ जस्तै सहयोगी मनहरू उहाँलाई साथ सहयोग दिने सहयोगी मनहरू भयो भने म फेरि अर्को 5 वर्ष उहाँलाई एउटा तपाईँको मानवता पनि होइन जीवित देखियो यसमा। तपाईँलाई विशेष गरी धेरै धेरै धन्यवाद। तपाईँ हुनुहुन्थ्यो भने आज यत्रो 45जना 46जना बच्चाहरू होइन आज सडकमा पुग्नुपर्ने स्थितिहरू आउँथ्यो। त्यो स्थितिलाई तपाईँले बुझेर, परिस्थितिलाई बुझेर जुन छारी दाइलाई दिनुभयो र विश्वास गरिदिनु भयो, आशा छ हामी पनि फेरि जोडिने कोसिस गर्नेछौँ। होइन, हामी पनि यो जिम्मेवारीहरूलाई हातमा लिने कोसिस गर्नेछौँ। र तपाईँले अहिलेसम्म दिनुभएको साथ, अहिलेसम्म दिनुभएको म्याथ, त्यसको लागि विशेष गरी धेरै धेरै धन्यवाद। अब यो चाहिँ सानो ठुलो रकम जे भए पनि होइन, अब तपाईँ घरपेटी हुनुहुन्छ, मैले चाहिँ दाइको हातबाट घरपेटीलाई नै खुद उता दिन चाहे। यो 1 लाख रुपियाँ आयो। अब अरू बाँकी कति पुगेन? 2 लाख पुगेन। 3 लाख रहेछ, 6 लाख जम्मा 3 लाख दिनुभयो। अब 3 लाख पुगेन। अब कोसिस हामी गर्नेछौँ। होइन, अनि दाइले धैर्यता गरिदिनु भयो, त्यसको लागि अहिलेसम्म पर्खिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब वार्षिक केही छैन दाइको होइन, आउने आमदामी यत्रो 45जना बच्चाहरूलाई मान्छेहरूले एकचोटि सहयोग गर्नुहुन्छ र एउटा अलिकति त्यसमा क्षमा चाहन्छु, तितो लाग्न सक्छ भोलि, एकचोटि सहयोग गरिदिनुहुन्छ। र मैले त्यहाँ पहिला पनि गरेको थिएँ। होइन, हामी एउटा प्यारेन्ट्स भएर एउटा बच्चालाई, एउटा 2जना बच्चालाई घरमा पाल्न यति गाह्रो हुन्छ। 45जना बच्चालाई कम्तीमा पनि सादै भात दिएर राखौँ। होइन, कपडा दिनु पऱ्यो, खाना दिनु पऱ्यो बिहान र बेलुका। होइन, उहाँहरूलाई स्कुलमा कापी डट कलम किनिदिनु पऱ्यो। साह्रो गाह्रो बिरामी भइ नै हाल्नुहुन्छ। एकचोटि मैले 1 लाख रुपियाँ दिएँ, यसले त यो 1 लाख रुपियाँ त उहाँको त भाडा पनि तिरेन। तर यो बच्चा खाली पेट भएका बच्चाहरूलाई खाना खुवाउनु पर्छ उहाँले। त्यही भएर हामीले एकचोटि गरेको सहयोगले सधैँभरि पुग्दैन। होइन, हामीसँग छ भने हामीले दिँदै गर्ने हो। होइन, बिस्तारै हामी 1 बाट 2 हुने हो, 2 बाट 3 जोडिने हो। होइन, त्यसरी नै चलाएर आएको दाइले पनि। र कुनै बेला मानिसबाट कमी कमजोरी हुनसक्छ, तर जो मान्छेले कमी कमजोरीलाई स्वीकारेर म अगाडि बढ्छु र मेरो
के कमी कमजोरीलाई माफ गरिदिनुहोस् भनेर जो मान्छेले भन्छ भने हामीले चान्स दिनुपर्छ होइन, विश्वास पनि गर्नुपर्छ र उहाँलाई विश्वास गर्ने विकल्प बाहेक केही पनि त रहेन नि। अब हामीले उहाँलाई विश्वास गरेन भने यो बच्चाहरू कहाँ लाने त हामीले, सडकमा छोडिदिनु त सक्दैन हामी यत्रो बच्चाहरूलाई होइन। त्यो कारणले सबै महानुभावहरू यसरी नै सहयोगी महानुभावहरू जोड दिनुहुन विनम्र अनुरोध पनि गरेँ र दाइलाई विशेष गरी धेरै धेरै धन्यवाद। आउने दिनहरूमा पनि हामी यसरी नै जोडिने बाचाका साथ आज चाहिँ हामी यति नै यहाँबाट छुट्टिन चाहन्छौँ। हजुरलाई पनि धेरै धेरै धन्यवाद। र सबैलाई नमस्कार। आज हाम्रो दिया बहिनी आउनुभएको छ र योभन्दा पहिले पनि म सोसाइटी गर्ने अवस्था नै थियो। मेरो अनु भाइले नै ल्याउनु भएर पहिलोचोटि आएर सहयोग पनि गरेर जानुभयो र उहाँलाई सहयोग गर्ने, उहाँले चाहिँ एउटा भुइँ मान्छे, एउटा गरिबहरूलाई जस्तै बुढाबुढीको घर बनाइदिनु भयो, दाउरा बेचेर गर्ने मान्छेको घर बनाइदिनु भयो। मेरो पनि अब हालत यस्तो भएर बरु म उपचार गर्दिनँ, बरु मलाई रोग लाग्यो उपचार गर्दिनँ, बरु यी बच्चाहरूको लागि बरु सडकमा नजाउन् भनेर मैले घरबेटी दाइको पैसा तिर्न नसकेको हुनाले गर्दाखेरि मर्ने अवस्था पनि थियो र अब सहयोगी दाताहरूले बहिनीको हेरेर अभियान हेरेर सबैको अभियान हेरेर मैले पनि त्यहाँ कमेन्टमा हेरेको थिएँ। आज 1 लाख रुपियाँ पैसा सबै सहयोगीहरूले पठाइदिएर चाहिँ बहिनीले ल्याइदिनु भएको छ र मैले हिजो पनि भन्दै आएको थिएँ कि मेरो हातमा पैसा भन्दा पनि म घरबेटीलाई बोलाइन्छु, घरबेटीकै हातमा दिनु पनि भनेको थिएँ। कति मान्छेहरूले त अब नराम्रो पनि भन्नुभएको होला, कतिले ऊ पनि होला, तर आज नराम्रो भन्ने मान्छेहरूलाई पनि म यही जवाफ दिन्छु कि तपाईँहरूले हामी जस्तो मान्छेलाई नराम्रो भने के पाउनु भयो। आज सडकमा त जान दिएको छुइनँ नि त मैले। आज 20औँ वर्ष भयो नि त, यी नानीहरूको एउटा उज्जवल भविष्यको त खाता कोरिराखेको छु नि त होइन। त्यस कारणले गर्दाखेरि अब घरबेटी दाइलाई 2 लाख रुपियाँ अब दिन बाँकी छ होइन। अब र आजदेखि हाम्रो बहिनी पनि अब कानुनी सल्लाहकार भनेको चान्चुने होइन, कानुनी सल्लाहकार पनि बन्नुभएको थियो। यी नानी बाबुहरू आफू कतिखेर के हुन्छ थाहा छैन र अब घरबेटी दाइले यहीँ भन्नुभएको छ। अब किनभने 5 वर्ष अझै थपेको छ होइन, 10 वर्ष 15 वर्ष भयो। योभन्दा पहिले चाहिँ म नारायण के अरे उता कपनमा बस्थेँ। 72 सालमा भुइँचालोले त्यो भएपछि मैले पालमै बसेर अनि यो जग्गा लिएर आज सहयोगी मनहरूको गर्दाखेरि 1,25,00,000 जति लाग्यो मलाई यो भवन बनाउनलाई। 14 कोठे भवनदेखि लिएर कम्पाउन्ड घेरेर सबै गरेर घरबेटी दाइ यहीँ हुनुहुन्छ। आज राम्रो काम गर्ने मान्छेहरूलाई ताली पनि आउँछ, गाली पनि आउँछ, हरेक पनि आउँछ। तर किनभने मैले आफूलाई थाहा छ कि मलाई कतिजना मान्छेले मार्छु भनेर धम्की चाहिँ मैले आज यहाँ खुलासा पनि गराइदिन्छु। मैले योभन्दा पहिले बच्चाहरू सबै राखेर यो मसँग भिडियो पनि छ। हर्का सम्पाङको बारेमा मैले जुन संस्कृति पार्टी हाम्रो माननीय हर्का सम्पाङको बारेमा चाहिँ मैले बोलिदिँदाखेरि मलाई कतिजना मान्छेहरूले मार्छु भनेर धम्की दिए। तेरो बच्चाहरू उठाइदिन्छु, तँलाई सडकमा ल्याउँछु भन्ने मान्छेहरूले पनि त्यसो भनिदिनु भयो क्या। हुन त म कुनै पार्टीमा पनि छुइनँ, तर मैले किनभने मान्छेको सबभन्दा ठुलो भनेको विचार हो, मन हो होइन। र मैले अब मन हो, मैले हर्का साम्पाङ दाइ जब मेयरबाट राजीनामा दिनुभयो त्यसपछि गएर चुनावमा मैदानमा उत्रिनु भयो, त्यसपछि गएर चाहिँ उहाँले जित्नै पर्छ भनेर मैले 1-2वटा शब्दहरू बोलेको थिएँ। बच्चाहरू राखेर त्यसै बोल्दाखेरि मलाई आम्मा यहाँ कतिजनाले चाहिँ कस्तो भने तँलाई मारिदिन्छु पनि भने, कतिजनाले मलाई नराम्रो पनि भने, तेरो सत्ता उठाइदिन्छु पनि भने होइन। प्लिज मान्छे बाँचेपछि हरेक कुरा एउटा धर्म हो। हामी मन्दिरमा गएर पैसा भेटी चढाउनु भन्दा पनि यहाँ आउनुभयो, यहाँ उ गर्नुभएको छ, घरबेटी दाइ यहीँ हुनुहुन्छ। तर मैले यही उसले चाहिँ साह्रै पिर अब पनि तपाईँहरू दिया बहिनीका लागि फेरि कति सक्नुहुन्छ होइन, के गर्नुहुन्छ घरबेटी दाइले मलाई भन्दा पनि घरबेटी दाइकै हातमा अथवा एकाउन्ट नम्बरमा अथवा उ गरेर यसरी नै भिडियो बनाएर मैले योभन्दा पहिले पनि भनेको थिएँ मिडियाको साथमा म पैसा लिन्न है बहिनी, म घरबेटीलाई बोलाइदिन्छु, उहाँकै हातमा दिनु भनेर मैले यो कुरोहरू पनि गरेको छु। र हर्का साम्पाङ दाइलाई एकचोटि मैले भेट्न चाहिँ यहाँ उपस्थित गराउन चाहिँ मैले बोल्दा पनि मैले उहाँलाई ल्याउने कोसिस गरेको होइन। अहिले उहाँको प्रोग्राम धेरै भएर पनि उहाँको व्यस्तताको कारणले मैले उहाँलाई ल्याउन सकिनँ, त्यसमा म क्षमा चाहन्छु। र कुनै न कुनै दिन ल्याउँछु र उहाँ आउनुहुन्छ भन्ने मलाई आशा पनि छ। र उहाँलाई ल्याउने कोसिस गरेको समय चाहिँ नमिलेको के, समय मिल्न सकेन होइन। त्यस कारणले कुनै न कुनै दिन उहाँ आउनुहुन्छ र ल्याउने छु भन्छु तपाईँलाई, यति नै भन्छु होला। अनि यो कुरामा पिन्चाजी उहाँको कुरा देख्दै गर्दा र यत्रो ठुलो उहाँको योगदान तपाईँले देख्दै गर्दा
तपाईँको मनमा के जिज्ञासा तपाईँलाई अथवा के लाग्यो त त्यस्तो? मलाई चाहिँ धेरै थोक होइन मनमा घुमिरहेको छ। जो पनि महान व्यक्तिहरू हुनुहुन्छ लास्टमा एक्लै देखेको छु होइन। यति ठुलो सङ्घर्ष मैले उहाँको कुराहरू पनि धेरै सुने होइन। सुसाइडको कुरासम्म गर्नुभयो उहाँले। त्यति मात्र होइन, 10 वर्षको लागि जग्गा लिएर होइन, 10 वर्षको लागि जग्गा लिएर उहाँले चाहिँ 1,25,00,000 नट अ जोक है, त्यत्रो खर्च गर्नुभएको रहेछ क्या यहाँनिर होइन। बच्चाहरूलाई चाहिँ उहाँले अहिले 20 वर्ष यहीँ आएको चाहिँ 10 वर्ष भयो भन्नुभयो, 15 वर्ष हुन्छ, 15 वर्ष हजुर। त्योभन्दा पहिले बाहिर थियो। जग्गाको भाडा रहेछ यहाँ 1 वर्षको चाहिँ 6 लाख, 6 लाख नट अ जोक है। अनि यत्रो रहेछ, उहाँ यति महान व्यक्ति होइन। अनि अझै यहाँ देख्न सक्नुहुन्छ सम्मानै सम्मान होइन, यो देश विदेशले सम्मान गरेको मान्छे उहाँ होइन। तर अहिले एउटा भाडा तिर्न नसकेर होइन उहाँ छटपटिरहनु भएको छ भनेपछि मैले यसैलाई लिएर भन्न चाहेँ, महान व्यक्तिहरू है लास्टमा एक्लो हुनुहुँदो रहेछ। अब एक्लो हुनु हुँदैन भनेर चाहिँ होइन दियाजीले चाहिँ एउटा उदाहरण पेस गर्नुभएको छ भन्न चाहेँ होइन। जस्तै उहाँलाई एउटा पद जस्तो दिनुभयो, कानुनी सल्लाहकार होइन। तसर्थ अब सबैजना जति पनि व्यक्तिहरू हुनुहुन्छ हाम्रो नेपालमा होइन, जसले चाहिँ कोही मान्छेको दुःखलाई बुझ्नुहुन्छ भने उहाँहरूले सहयोग गर्नुहुन्छ अझै पनि भनेर चाहिँ म पनि आशावादी भएँ दियाजी। अनि उहाँमा एकदम ठुलो मान हाम्रो घरदानी हुनुहुन्छ, उहाँले के भन्नु चाहनुहुन्छ? उहाँलाई चाहिँ अलिकति होइन, जस्तै आफ्नो समस्या होला, उहाँको पनि यहाँ धेरै नै जग्गा बताउनु भयो होइन। जग्गा पनि त्यत्तिकै आउँदैन होइन, त्यो पनि लगानी गरेको हुन्छ होइन। त्यसमा कुनै बेला चाहिँ होइन उहाँले चाहिँ रेन्ट भाडा दिनलाई चाहिँ अलिकति ढिलो भयो भने त्यसमा चाहिँ निक्लेर गइहाल चाहिँ नभनिदिनुहोस् होला होइन भनेर चाहिँ मैले यति भन्न चाहेँ। एउटा एज अ घरबेटी होइन, घरबेटीको पनि एउटा आफ्नै समस्या हुन्छ होइन, मलाई थाहा छ। त्यही पनि यहाँ यत्रो लगानी छ, बच्चाहरूको भविष्य छ। उहाँ अघि रुनै खोज्नु हुँदै थियो, मेरो बच्चाहरू अब चाहिँ होइन सडकमा गयो भने मात्रै राज्यले हेर्छ होला, नत्र भने मेरो होइन म त अब जे पनि गर्न सक्छु होइन, म मर्न नि सक्छु, म जे गर्न नि सक्छु भनेर उहाँले बताइरहनु भएको थियो। तसर्थ हजुरले होइन अलिकति ल है म पनि छु अलिअलि, मतलब लाइक अलिअलि केही समय ढिलो गरेर भए पनि दिनुहोस् होइन, मेरो पनि समस्या छ भनेर यसरी हातेमालो गर्दै अगाडि बढ्नुहोस् होला घरबेटीज्यू भन्न चाहेको छु। धन्यवाद। अब उहाँको अभिव्यक्ति नि सुनिहाल्नु भयो, गुनासो नि सुनिहाल्नु भयो। अनि यता हाम्रो घरबेटी म चाहिँ महानै भन्छु है, किनभने होइन उहाँले वर्षको 6 लाख रुपियाँ दिनुहुन्छ, वर्षको 12 लाख दिने मान्छेहरू पनि आएको होलान्। त्यो कुरा हरेक मान्छेहरूको कुरालाई होइन उहाँले स्वीकार नगरेर अनदेखा गरेर जुन तरिकाले हाम्रो दाइ र बच्चाहरूको भविष्य देखेर होइन अडिँदै थामेर अब यो अझै 1 लाख रुपियाँ पो आज आयो त, अब 3 लाख कहिले आउने थाहा छैन होइन। त्यो अब अझै 2 लाख चाहिएको छ। त्यो अरूलाई दिएको भए त त्यो समयमा त उहाँलाई त मिल्थ्यो होला नि त त्यो। तर आफ्नो नाफा घाटा नहेरेर पनि एकदमै दाइले धैर्यता गरिदिनु भयो, त्यसको लागि तपाईँलाई पनि विशेष धन्यवाद। र दाइलाई अब के भन्नु, अब धन्यवाद बाहेक मैले त केही दिन शब्दै भएन होइन। विशेष गरी तपाईँलाई धेरै धन्यवाद। र अब फेरि जोडिने कुनै पनि सहयोगी महानुभावहरू जोडिनु भयो भने म तपाईँको नम्बर लानेछु होइन, म तपाईँलाई कन्ट्याक्ट गर्नेछु। अब मान्छेहरूले धेरै अभिव्यक्ति उहाँबाट होइन जे पनि आरोप लाग्छ होइन। अहिले मैले घर एउटा निर्माण गरेँ, फल्नाले पैसा उठाएर गएँ, मैले त घर निर्माण गर्दा मेरो 1 लाखभन्दा धेरै सकेको छ रकम होइन। त्यसको हिसाब किताब छैन। तर खायो यस्ता आलोचना, यस्तो लालचना र यस्तो आरोपहरू तपाईँले प्रति आरोप थपेर पनि म त धेरै बच्चा देखाएर कमाइ खाने भाँडो बनायो भने होइन सहज पनि भयो होइन। कतिले त त्यसो पनि भने के मलाई, कतिले मैले त किन ल ठिक छ 1 हप्ता लगेर पालेर देखाउनुहोस् पनि भनिदिएँ मैले होइन। 1 हप्ता लगेर तपाईँहरूले पालेर देखाउनुहोस् कि बच्चाहरू भने कति खाने। तपाईँको धैर्यता र तपाईँले धैर्यता गर्नुभएको प्रति चाहिँ म हजुरलाई धेरै धन्यवाद भन्न चाहन्छु। यो लास्टमा म एउटा जोड्छु है, जस्तै उहाँलाई चाहिँ होइन कतिले चाहिँ आरोप लालचनाहरू लगाए भन्ने विषयलाई लिएर उहाँ यस्तो व्यक्ति हुनुहुँदो रहेछ होइन। उहाँ जो है 6वटा औँला भएको, एउटा यसमा पनि 6वटा 12वटा खुट्टामा पनि जम्मा 14वटा औँला भएको व्यक्ति हुनुहुँदो रहेछ। आफै अपङ्गा हुनुहुँदो रहेछ उहाँ, डाइरेक्ट पनि माफ गर्नु होला होइन, हुनुहुँदो रहेछ। त्यस्तो व्यक्ति जो स्कुल जाँदाखेरि त्यहाँका
बच्चाहरूले मतलब साथीहरूले चाहिँ होइन तँ जस्तै बन्छौँ हामी भनेर उनीहरूले भन्दै गर्दाखेरि उहाँ 2038 साल होइन पुसको 15 गते काठमाडौँमा चाहिँ उहाँ आउनुभएको रहेछ पशुपतिनाथमा होइन पशुपतिनाथको काखमा उहाँ चाहिँ हुर्किनु भएछ माग्दै माग्दै भुइँमा गाड्नुहुन्थ्यो अरे त्यो मागेको पैसा होइन त्यो पैसा 5.5 लाख होइन हजुर 5.5 लाख भएपछि चाहिँ होइन त्यतिखेर 38 साल होइन अब कति 40-45 सालको कुरा होला त्यतिखेर थाहा आउँथ्यो होला सम्पत्ति यहाँ होइन 8-10 वटा घर हुन्थ्यो होला यतिखेर होइन तर उहाँले चाहिँ होइन म आफू पेडामा परेँ अब चाहिँ होइन अरूलाई म केही मान्छेलाई चाहिँ म राम्रो गर्छु केही बच्चाहरूलाई म पाल्छु भनेर उहाँ जस्तो महान सङ्घर्ष गरेँ मैले दुःख पाएँ अरूले नपाउनु भनेर त्यत्रो पैसा चाहिँ होइन अरूको जीवनको लागि लगाउने मान्छेलाई तपाईँहरू लालसा नलगाउने होइन तपाईँहरूलाई यो संसारमा सबैभन्दा धेर तपाईँहरूलाई चाहिँ अलिकति पाप लाग्ला कि भन्ने पनि मैले कुरा राखेँ हजुर हजुर अब हामी अन्तिममा बिदा हुन चाहन्छौँ भाइबेटी अब के बोलिदिनुहोस् ल अब एक दुई शब्द हामीहरूको कुरा सुनिसक्दाखेरि होइन मेरो उहाँको र उहाँको कुरा सुनिसक्दा हजुरलाई कस्तो फिल भयो यो अलिकति बताइदिनुहोस् न हजुर धन्यवाद हाम्रो दिया बहिनीलाई अब तपाईँहरूले एक एक गरेर यसरी सहयोग जुटाएर उहाँलाई सहयोग गर्नुभयो सहयोगी मनहरूलाई अब यस्तै गरी सहयोग गर्नुभयो भने उहाँको मनोबल पनि अलिकति बढ्छ अब हामीले पनि यो यहाँको लागि हामीले पनि जस्तै कसैको बर्थडे हुन्छ भने फलानु ठाउँमा जाउँ है एकसाथ भएन बच्चालाई पठाइदिइराख्नु भएको छ जस्तै म पनि लायन्सतिर पनि लागेको छु होइन लायन्सको कति साथीहरूले पनि यहाँ जस्तै कहिले खाद्यान्न कहिले शैक्षिक सामग्री कहिले के भनेर हामीले गरिरहेका छौँ जहाँसम्म लाग्छ हामी अब भाडाको सम्बन्धमा चाहिँ कस्तो भने अब 1 वर्ष थप्यो भने फेरि उहाँलाई नै गाह्रो होइन भाग्नु त पऱ्यो होइन तैपनि अबको अवस्थामा चाहिँ उहाँलाई कस्तो छ भने पहिला त धेरै सहिलो थियो अहिले नेपालको अवस्था र विदेशको अवस्था सबैलाई अवगतै छ होइन यसपालि चाहिँ उहाँलाई धेरै यति गाह्रो भएको मैले पनि अनुभव गरेको छु तैपनि अब मैले चाहिँ अब भाडा दिएन निस्केर जाउँ भोलि नै जाउँ पर्सि जाउँ त्यस्तो त शब्दहरू चाहिँ मैले प्रयोग गरेको छैन होइन त्यस्तो शब्दहरू प्रयोग गर्ने भए 10 वर्षपछि त म उहाँलाई तपाईँ जानु तपाईँ आफ्नो बाटो लाग्नु भनेर भन्न सक्थेँ र 5 वर्ष थप्दै अब उहाँलाई गाह्रो हुँदैन तपाईँ जस्तो सहयोगी मनहरू भयो भने म फेरि अर्को पनि फेरि 5 वर्ष उहाँलाई नै मलाई अब 10 लाख दिए नि 15 लाख दिए नि होइन म चाहिँ अरूलाई नदिइकन उहाँलाई दिने भनेर उहाँलाई त्यो बेला पनि उहाँसँग कम्प्रोमाइजै गरेको थिएँ होइन तपाईँ यसो गर्नुहोस् अब त्यसरी अब निस्केर जाऊ होइन भाडा तिमीले दिएन अब भोलि निस्केर पछि निस्केर जाऊ त्यो त मैले चाहिँ शब्दहरू प्रयोग गरेको छैन उहाँलाई अब वर्षपछि थप्नेपछि त अब तपाईँले पनि अब बाध्यता हुनुहुन्छ नि गाह्रो होइन उहाँले यसरी वर्षै पछि राम्ररी होइन समयमा भाडा तिर्नु सक्नुभयो र तिर्नु भयो भने त तपाईँले पनि त्यो भन्ने बाटै हुँदैन वर्षको 6 लाखको त आलु बेच्नुहुन्थ्यो उहाँहरूले यो जग्गामा वर्षको 6 लाखको आलु किसानी काम गर्थेँ होइन उहाँ आएपछि अब उहाँलाई दिएँ होइन त्यो बेला त धेरै सस्तोमा दिएको हामीले त्यो बर्थडे अलिकति वर्ष पछि अलिअलि बढ्दै यो अवस्थामा आयो होइन तपाईँको मानवता होइन फाल्टै छुट्टै किसिमको सम्मान गर्नुपर्ने छ कतिपयले यही जग्गामा लाखौँ वर्षको कमाउनु पनि सक्यो होला तर उहाँले फाइदा हेर्नु भएन के हामी मरेर जाने चोला हो होइन त्यही भएर बच्चाहरूको बिचल्ली होला र उहाँको बिचल्ली होला भनेर नै यो हो के जुन अहिले तपाईँले धर्म कमाउनु भएको छ नि यो धर्म मात्रै हो तपाईँसँगै साथमा जाने भनेको यो जग्गा जाँदैन तपाईँको साथमा र यो धर्म कमाउनु भएको छ त्यो नै तपाईँको सबैभन्दा ठुलो मानवता हो र मानवता पनि मान्छेमा मरेको रहेनछ है भन्ने एउटा उदाहरण पनि हो क्या तपाईँ त्यस कारणले तपाईँलाई चाहिँ म विशेष गरी धन्यवाद पनि दिन चाहन्छु तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यसरी एक एक गरेर उहाँले सहयोग गर्नुभयो होइन अबको पछिको दिनहरूमा पनि यस्तै सहयोगहरू उहाँलाई आवश्यक छ त्यो दिँदै गर्नुहोस् कन्टिन्यू गर्दै गर्नुहोस् धन्यवाद 5,50,000 जमिनमा गाडेर त्यो पनि मागेको पैसा त्यो पनि आफू अपाङ्ग व्यक्तिले चाहिँ होइन यहाँ सम्मानै सम्मान हजुर नमस्कार म पिन्सा यहाँ हुनुहुन्छ हजुरको नाम हजुर दिलबहादुर कार्की हजुर उहाँ हुनुहुन्छ त्यो महान व्यक्ति जसले बच्चाहरू 45 जना गरेर पालिरहनु भएको छ होइन 10 जनालाई जागिर दिइसक्नु भएको छ उहाँले यो ठाउँमा जसले चाहिँ 10 वर्षको एग्रिमेन्टमा 1,25,00,000 खर्च गर्नुभएको छ यहाँ गोकर्णेश्वरमा यहाँ ब्याजी हुनुहुन्छ तपाईँले देखिरहनु भएको छ हजुरहरूले र मैले भन्न के खोजिरहेको छु भने उहाँ त्यस्तो महान व्यक्ति जो 24वटा 6-6-12 24वटा हातखुट्टामा औँला भएर स्कुल जाँदाखेरि उहाँलाई चाहिँ
हरेक मान्छेले चाहिँ तँ जस्तो हामी बन्छौँ भनेर उहाँलाई गिज्याइरहँदा उहाँको चित्त दुखेपछि उहाँ पशुपतिमा बसेर उहाँले माग्दै जमिनमा गाड्दै गर्दा 5,50,000 चाहिँ उहाँले जमिनमा गाडिसक्नु भएको थियो। त्यही पैसा निकालेर उहाँले चाहिँ मैले त दुःख पाएँ तर अरू बच्चाहरू दुःख पाएका बच्चाहरूलाई चाहिँ म केही गर्छु, उनीहरूको भविष्य म हेरिदिन्छु भनेर त्यो पैसा चाहिँ उहाँले लगानी गर्नुभयो कसैको जग्गामा। यहाँ घरबेटीजी हुनुहुन्छ, अहिले त्यस्तो महान व्यक्तिलाई देश तथा विदेशले सम्मान गरे। यहाँ सम्मानै सम्मान हजुरले देख्न सक्नुहुन्छ। यो सम्मान पाउँदा पाउँदै पनि अहिले भाडा तिर्न नसक्ने अवस्थामा आउनु भएको छ। जग्गाको वर्षको 6 लाख रहेछ यहाँ। त्यसै कारण दियाजी झापाबाट आउनु भएको छ, 1 लाख पैसा ल्याएर घरबेटी ज्यूलाई चाहिँ दिनुभएको छ। हजुर धन्यवाद। यो